हेलो नमस्ते गुड मर्निङ। आज हाम्रो बाली घुम्ने चौथो दिन। आज हामी जाँदैछौँ नुसा पेनिडा। आज हाम्रो डे हो तर फ्री डे हो, तर पनि हामीले नेपालबाट नै नुसा पेनिडा जाने भनेर बुक गरेका थियौँ। त्यही भएर हामीहरू चाहिँ नुसा पेनिडा जाँदैछौँ। यो चाहिँ बिचमा हामीले टिकट लिइसकेपछि अब यहाँबाट नुसा पेनिडा जानलाई 1 घन्टा बोटमा जानुपर्ने रहेछ। यो यहाँदेखि हामी टिकट काट्यौँ। यहाँबाट हामी बाहिर निस्किसकेर अब हामी बोटको लागि अगाडि जाँदैछौँ गाइज। गुड मर्निङ। हामी चाहिँ आज नुसा पेनिडा जाँदैछौँ। अब हाम्रो चाहिँ वान हाउसको बोटिङमा जानुपर्छ। साथमा समीक्षा दिदी पनि हुनुहुन्छ। समीक्षा दिदी उहाँको मम्मीहरू पनि आइराख्नु भएको छ गाइज। अब हामी सँगै जान्छ। पछि मैले बीचमा मेरो पिक्चरहरू पनि राखेँ, किनकि यो पछि मलाई याद हुन्छ। ग्यालेरीमा त मैले फोटोहरू डिलिट गर्ने मेरो नराम्रो बानी छ। यो फोटो डिलिट गर्ने बानीले मैले सबैको गाली पनि खाएको हुन्छु। सबैले गाली पनि गर्छन् गाइज। के गर्नु, मेरो बानी नै यस्तै छ। बोट आइसकेको छ। अब हामी केही छिनमा बोटमा जान्छौँ। यहाँ चाहिँ 2वटा फ्लोर रहेछ। माथि 10-15 जना राख्दो रहेछ। यहाँ यो ठाउँमा चाहिँ धेरै मान्छे राख्दो रहेछ गाइज। अनि माथि चाहिँ समीक्षाको मम्मी माथि गयौँ, जहाँ माथि जानको लागि 50,000 को कोक किन्नु पर्दो रहेछ। डियर समीक्षा र म यसरी बाहिर ओपन एरियामा बस्यौँ अनि यसरी बोटको माध्यमबाट यसरी बाहिरको समुद्रको मजा लिइराखेका छौँ गाइज। $50,000 हालेर किनेको कोक मेरो साइडमा राखेर मैले फोटो बनाउन थालेँ। अनि यो गोरे दाई छ नि गाइज, यो गोरे दाईले चाहिँ आफ्नो भनेर होला लगेर राख्नुभयो, दिनु भएन है। अनि उसलाई थाहा थियो होला मेरो भन्ने। अनि तर मलाई कस्तो रिस उठ्यो कि कोक खान मन लागेको। अनि समीक्षाको मम्मीले चाहिँ खानुभएको थिएन। अनि मैले त्यही आन्टीले लगेको खाएँ गाइज। के गर्नु। समीक्षा सिस्टरले र मैले फोज दिदी फोटो खिच्यौँ। उहाँको मम्मीले फोटो खिचिदिनु भयो। अनि हामी रमाइलो गर्दै इन्जोय गर्दै चाहिँ हामी यसरी बोटमा बाहिर खुल्ला आनन्द पानीको छालसहित गोरे दाईहरूसँग मस्किँदै। वा हेर गोरे दाईहरू कति राम्रो राम्रो। तर मेरो कोक चाहिँ यही गोरे दाईले खाइदियो कि। नुसा पेनिडा एकदमै गर्मी हुने ठाउँ रहेछ। एकदमै गर्मी थियो। अनि बाहिरको शीतलता सँगसँगै हामीलाई त्यो नुसा पेनिडा आउने बेलामा तल झार्दो रहेछ कि, त्यहाँ थाहा पाउँछ भनेर होला। त्यसपछि हामी तल झऱ्यौँ। म समीक्षा अनि समीक्षाको मम्मी तल आइसकेपछि बाहिर झरेर हामीले चाहिँ यसरी फोटोहरू पनि लियौँ हजुर। त्यसपछि एउटा भिडियो बनाएँ। क्या बेबसी है ये, क्या मजबूरियां, हम पास हैं फिर भी कितनी है दूरियां। जिस्म तू जान में, तेरी पहचान में, मिलके भी ना मिले ये है कैसा भरम,
ये है तेरे करम, कभी खुशी कभी गम, ना जुदा होंगे हम, कभी खुशी कभी गम। बोर्डबाट हामी एक्जिट भइसकेपछि हामीलाई ट्याक्सीको ड्राइभर लिन आउनुभएको थियो अनि हामी ट्याक्सीमा चढेर यो ठाउँमा जानलाई 30 मिनेट लाग्दो रहेछ अनि यो ठाउँबाट अर्को साइडमा जानलाई 30-35 मिनेट, त्यस्तै गरेर 4 ठाउँमा जानलाई आधा घण्टा लाग्दो रहेछ गाइज। यसरी फोटोहरू पनि मैले बिचमा राखेँ हैन, राम्रो मान्छेहरूको फोटो बिचमा राख्नुपर्छ जस्तो लाग्छ। अंदर कितनी गर्मी है, बाहर कितनी सर्दी है, तूने बेदर्दी मेरी हालत कैसी कर दी है। दिल में बसा ले अपना बना ले, यूं ना बढ़ा मेरी उलझन। तू मेरा हीरो नंबर 1 है, तू मेरा हाँ, तू मेरा हीरो नंबर 1। सोना कितना सोना है, त्यसपछि फोटो खिचेर हामी अर्को ठाउँको लागि निस्किँदैछौँ अनि लास्टमा एउटा भिडियो गऱ्यौँ। हामी चाहिँ यहाँबाट निस्किँदैछौँ गाइज। अब यो साइडको आइल्यान्डहरूमा हामीले फोटो भिडियो गऱ्यौँ, एकछिन रमाइलो गरिसकेपछि अब हामी अर्को ठाउँमा जान्छौँ जहाँ जान फेरि 30-35 मिनट लाग्छ गाइज। अर्को ठाउँमा पुगिसकेपछि हामी ट्याक्सीबाट झऱ्यौँ। अब त्यहाँ एकदमै राम्रो ठाउँ रहेछ यो, अनि यहाँनिर गर्मीको त कुरै छाडौँ हजुर। के भन्नुभयो दाइहरूले? हो यहाँ पर जानु, त्यहाँनिर जानु। वहां उस पहाड़ के हवा में एक नशा सा था और वो नशा इश्क था। मैंने अपनी जिंदगी में पहले इतनी खुशी महसूस ही नहीं की थी। प्यार हो गया था मुझे और मैं सबको उस पहाड़ की चोटी से चिल्ला के ये बात बताना चाहती थी, लेकिन सबसे ज्यादा मैं उसे बताना चाहती थी। उसे रोना भी होगा, उसे पाना भी होगा, उसे खोना भी होगा। सुबह शाम तन्हाई में आहें भरेगा। हर दिल जो प्यार करेगा। कहिले काहीँ त भ्यूहरू पनि हेर्नुपर्छ हौ, गरिदिइरहेको छु। उता के उता जाऊँ ल उता अब You swipe
Swipe left on my heart like a tired app. Two-step verification, but you knew the trap. Said I need space, but your timeline's packed. Our flame died quicker than a birthday snap. Your lips dripped honey with a cyanide twist. Cancelled our plans like a streaming service missed. We were Wi-Fi strong, but you switched to 5G speeds. Let me buffering in your cloud of deceit. वरिपरि डाँडापाखा भएर ग्रिनरी भए पनि पानीको समुद्रको छेउमा भए पनि यति गर्मी थियो त्यहाँनिर अनि मैले भिडियोहरू बनाए नुसा पेनिडा घुम्न जाँदा एक ठाउँबाट अर्को ठाउँ जान पनि टाइम लाग्ने यस्तो गर्मी भएर थाकेर हामीले नारियल पानी खायौं मटर गश्ती खुली सड़क में तगड़ी तड़क भड़क में ओले गिरे सुलगते से सड़क में छतरी न थी बगल में आया ही ना अकल में कि भागे हम या भीगे हम अकड़ में तो सोचा फिर गीला हुआ है जो सुखाना हो चाहे जनाना या मर्दाना हो अटेंशन का नया पास त्यसपछि हामी त्यहाँ ग्रुपमा त छुटेका थियौं गर्मीले यतिजना भेट भएर हामीले एउटा ग्रुप फोटो खिच्न लगायौं यहाँनेर चाहिँ यस्तो राम्रो खालको छ कि यहाँनेर पनि फोटोहरू खिच्यौं त्यहाँनेर चाहिँ केको मूर्ति रहेछ थाहा भएन गाइज अनि त्यसपछि अब हामीलाई एकदमै गर्मी भइरहेको थियो अब त्यहाँबाट हामी निस्किन खोजिराखेका थियौं को कता अन्धधुन्ध थियो यहाँनेर गर्मी भएर आफ्नै तालमा हाम्रो ग्रुपहरू त सँगै थियौं अरु दुईजना दिदीहरू चाहिँ हुनुहुन्थेन कता जानु भएको थियो भेट भएको थिएन त्यसपछि मैले यहाँनेर भिडियो बनाए यहाँनेर एकदमै डेन्जर ठाउँ थियो दिदीहरू कराइराखेका थिए त्यसपछि हामी गयौं अर्को ठाउँमा जिंदगी में आए जो जिंदगी को जिंदगी बनाए ऐसा कोई जिंदगी में आए जो जिंदगी त्यसपछि हामी नुसा पेनिडा घुमिसकेपछि यहाँ ट्याक्सीले ल्याएर हामीलाई यो ठाउँसम्म ल्याएर छोडिदियो अब त्यसपछि हामी बोटमा फर्किन्छौं एउटा दुईटा फोटो त्यहाँ खिच्नु पर्यो त्यसपछि हामी त्यहाँबाट निस्क्यौं अनि फर्किने बेला चाहिँ सिर्जनालाई यसरी ब्याग बोक्न लगाएको के मैले हेर्नु न रेड वान पिसमा ब्याग बोक्दा कति क्यूट देखेको
त्यसपछि आजको दिन हामी नुसा पेनिडा घुमिसकेपछि यो बोटमा फर्कियौँ। अब हामी हाम्रो रुममा जान्छौँ। अनि हिँड्दा हिँड्दै साह्रै गाह्रो भएर आज हामी होल बडी मसाजको लागि त्यहाँ गयौँ। मसाज सिद्धेपछि यति ठुलो पानी पर्यो गाइस त्यहाँनिर। यसरी हाम्रो बालीको 4 दिनको बसाइ घुमाइ सिद्धिन्छ। भोलि हामी नेपाल फर्किँदैछौँ गाइस। त्यसपछि अब फर्किँदाको डे 5 को भिडियो म लिएर आउनेछु। आजको डिनर चाहिँ हामीले अनलाइनदेखि मगाएर रुममा लगेर खाना खायौँ। त्यसपछि हामी 3 जना चिल पारामा सुत्यौँ। गुड नाइट।